हेलो साथीहरु, आज चाहिँ हाम्रोबाट पाक्दैछ च्याउ। म चाहिँ च्याउ लिएर डाँडामा धुन गएको। मेरो हस्बेन्डले चाहिँ म धोइदिन्छु, तिमी जाऊ बस भन्नुभयो। मलाई चाहिँ अलि 4-5 दिन भएको छ के साथीहरु, गाह्रो भएको। त्यही भएर मेरो हस्बेन्डले आफै पकाइदिनुहुन्छ साँझको खाना चाहिँ। अनि त्यही भएर म चाहिँ भित्र लागेँ आफ्नो अरु काम गर्नलाई। अनि झाडु लगाएँ। अनि त्यसपछि मैले चाहिँ खाना पनि बसाल्दिएँ एकातिर चाहिँ। भात बसालेपछि चाहिँ म लागेँ आफ्नो कपडाहरू पट्याउनलाई। हिजै मेरो हस्बेन्डले चाहिँ धोएर राखिदिनु भएको थियो बाबुहरूको कपडा चाहिँ। हिजो चाहिँ चिसो भएको भएर मैले चाहिँ पट्याएन। अनि आज चाहिँ सुकिसकेको थियो, त्यही भएर म चाहिँ लागेँ त्यो पट्याएर राख्नलाई। त्यसपछि बाहिर हेर्न गएको। मेरो हस्बेन्डले चाहिँ च्याउ पनि धोएर राख्नु भइसकेको रहेछ। अनि मसला पिन्दै हुनुहुँदो रहेछ। त्यसपछि म चाहिँ एकछिन भित्र गएर बसेको। मेरो छोरा चाहिँ उठिहाल्यो के। उठ्ने बित्तिकै बाबा चाहियो भनेर रुँदैछ यहाँ। अनि उसको बाबा चाहिँ यहाँ किचनमा सब्जी बनाउँदै हुनुहुन्थ्यो। त्यही भएर मैले चाहिँ उसलाई यहाँ बोलाउँदै छु। कसको बच्चाहरू चाहिँ आफ्नो ड्याडीलाई धेर खोज्नुहुन्छ, कमेन्ट गर्नु होला।